आज हामी धेरै पछि चाहिँ गर्मी लागेर समुद्रतिर जाँदैछौँ। नयाँ नौलो विशेष भ्लग टाढा जान सकिएको छैन, त्यो भएको भएर यस्तै छ भ्लगहरू। धेरै टाढा टाढा गएर तपाईँहरूले नदेखेको, तपाईँहरूले नघुमेको ठाउँहरू देखाउने इच्छा छ, तर मेरो अब भनौँ न पारिवारिक कारणले गर्दाखेरि धेरै टाढा जान सकेको छैन। कुनै दिन म तपाईँहरूलाई देखाउँछु, तर आज चाहिँ तपाईँहरूले मेरो यो नजिकैको, हामी बस्ने नजिकैको समुद्र देखाउँदैछु। अहिले समुद्रको निकै चहल पहल, भनौँ न गर्मी बढ्दैछ अनि समुद्रमा चाहिँ मान्छेहरूको चहल पहल धेरै बढ्दैछ। सो आज हामी सुजन भन्ने समुद्रमा जाँदैछौँ। सुजनको समुद्र कस्तो छ, माहौल कस्तो छ, हुन त मैले पहिला पनि भिडियोहरू देखाइसकेको छु। त्यो ठाउँको एक्ज्याक्ट ठाउँ के हो भन्ने कुराहरू भिडियोमा आइहाल्छ, भिडियो हेर्दै गर्नु होला। ल फाइनली गाइज हामी समुद्र आउन लाग्यो। हेलो गाइज, यो समुद्रमा त यस्तो राम्रो राम्रो चिल्लो ढुङ्गा पाइन्छ क्या। अनि यहाँ बालुवा हुँदैन, अनि यहाँनिर आएर बसेर खानको लागि, बस्नको लागि एकदमै सफा, धुलो नउड्ने अनि शीतल पनि। यहाँको पानी अन्तभन्दा एकदमै सफा पनि छ, समुद्र पनि क्लियर छ। आज दिन पनि मजाले खुलेको छ। सो यस्तो दामी सिन छ भनेको आज चाहिँ। आज आकाश पनि एकदमै मजाले खुलेको छ, यस्तो दामी देखेको छ आकाश पनि, अनि समुद्र पनि निलो देखिएको छ, एकदमै राम्रो। आज चाहिँ समुद्रको छेउमा आएर यस्तो मजाले मासु पोलेर खाने भन्ने प्लान गरेर आएको। तर हामीले के कुरा बिर्सेछौँ भने यहाँनिर चाहिँ एकदमै हावा चल्छ क्या, धेरै हावा चल्छ। त्यो हावा चल्यो भने चाहिँ यहाँ आगो बाल्न चाहिँ अलिकति गाह्रो हुन्छ। त्यही भएर अलिकति हामीले सोचे जस्तो प्लान चाहिँ अलिक भएन। तर जे हामीले यो भित्र टेन्ट ल्याएको भएर टेन्टभित्र राखेर चाहिँ हामीले यहाँ अहिले नानीको लागि दाउलो पकाइरहेको छ। अब यहीँभित्र पोल्नु पर्ला। आज मासु चाहिँ टेन्टभित्र पोलेर खाइन्छ है। रौसित ल्याउनु बिर्सेछ त भेजिटेरियन छोरीको पकाएको। कोरियामा चाहिँ विशेष गरी यो मासु पोलेर खाने बेलामा धेरै यो घाँसहरू खाने चलन छ क्या, सागहरू खाने चलन छ। सिलामको पात है यो चाहिँ। के अरे माया दिदीले यो के भन्थ्यो नि, के अरे सिस्नुको पात खान्छ क्या हो भन्थे। त्यही सिस्नुको पात चाहिँ हुँदैन कोरियामा, यो सिलामको पात हुन्छ है। आज छोरी 1 वर्ष पुगेपछि पहिलोचोटि है समुद्र आएको। अनि सिलगढीबाट पोल त यताबाट पोल न, अलि रातो हुने यो अलि भएन। के भएन फेरि हावा हावा बोल्छ। म खास भेजिटेरियन हो, तर आज मासु खाइदिन्छु। आज खास मलाई एकदम खानै मन थिएन। अहिले खानै मन थिएन भन्छ उसले। यत्रो गाँस हाली अलिक गम हाल्छ बस्न त। सधैँ त होइन, तर कहिलेकाहीँ चाहिँ यसरी खाँदाखेरि मजै आउँछ। सधैँ खायो त्यो बङ्गुरको यो चिल्लोले बताउन सकिन्न, बिरामी भइन्छ। सो कहिलेकाहीँ चाहिँ आउँदा ठिकै लाग्छ हामीलाई। चिकन ल्याउ यता, चिकन 1 लट भ्याइ हो। अब 1 लट फेरि पोलेर खाने, अनि घर जाने। एक चाउचाउ पनि छ होइन, चाउचाउ छ। अनि त्यसपछि अनि खाएर अब साँझ भयो। अब सबै बेलुकाको खाना यही भइहाल्यो। अब चट्ट घर जाने, सुत्ने। त्यो भएको भएर बिस्तार जाने। भोलि बिदा छ फेरि, चट्ट सुत्ने। आजको दिन कस्तो लाग्यो त तिमीलाई? एकदम रमाइलो लाग्यो। सबभन्दा आज धेरै चाहिँ अन्जुले खायो मासु। अनि काम चाहिँ आधी भयो। मैले आधी गरेँ, उसले आधी गर्यो, मैले आधी पोलेँ। अभिले चाहिँ खाने मात्रै काम गर्यो, अनि छोरी चाहिँ डुल्ने मात्रै काम गर्यो। नुहाउन चाहिँ नुहाइएन, तर समुद्रको पानीको चिसो हावा खाँदै अनि बङ्गुरको मासु खाँदै आजको दिन चाहिँ रमाइलो भयो। आजको साँझ काटियो भनौँ न। साँझ काटियो। बेलुकातिर आइयो थियो 5 बजीतिर होइन, 4-5 बजीतिर आइपुग्यो। कहिलेकाहीँ जिन्दगीमा अलिकति रमाइलो पनि गर्नु पऱ्यो नि होइन? रमाइलो सधैँ रमाइलो छ जिन्दगी। मैले दिनमा सधैँ रमाइलो डुलाइरहन्छ, खिलाइरहन्छ। यो सब तयार नगरेसम्म डुल्न जाम न। मैले नभनेसम्म खर्च चाहिँ मेरो
खर्च अरे खर्च मात्रै भएर हुन्छ त्यो तयारी पनि त गर्नु पर्यो नि तयारी मैले नगरेसम्म हुन्न खाना त मिठो हुन्छ अलिक गोजी चाहिँ रित्तिँदो रहेछ तर रित्ते नि हल्का हुँदा चाहिँ आनन्द हुँदो रहेछ अनि भोरी लिएर हिँड्न गाह्रो हुन्न त नि रित्तेपछि पो बोल्न सजिलो हुन्छ रित्तो भएपछि हल्लुङ्ग हुने आनन्द हुने ठिक छ रमाइलो भयो ओके ल आजको भ्लग यति नै छोरी हेर्दै गर्नु होला खानु यता हेर यता वरिपरि सबै मान्छेहरू यस्तो छ चहल पहल अझ झन् बेलुका झन् धेरै भयो क्या मान्छे है अघि नै भन्दा ल छोरी बाई बाई गर्दै बहिनीलाई चप्पल लगाइदिएन एउटा यार बाई बाई गर्दै बाई 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 ल हामीले एकचोटि फाइनल्ली बाई बाई ल ल बाई 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 बाई